हेलो गाइज वेलकम टु माई भिडियो। आज यस्तो पसिना पसिना कहाँ गयो सोच्दै हुन्छ ल। हामी आज चाहिँ पौडी खेल्न गइरहेको दामी तरिकाले। हामी हिजोसम्म चाहिँ अलैँची बारीतिर थियौँ, अनि यसो कुरा बुझ्दाखेरि स्विमिङ पुल ओपन भइसक्यो भन्ने सुनेर चाहिँ आज दामी तरिकाले खेल्न आइरहेको छौँ। केटाहरू पछाडि आइरह गर्मीले बिजुक आकाशमा असिना निधारमा पसिना टाइप गाह्रो छ। यहाँ चाहिँ स्याक्कै छ अरे झर्ना छ, यस्तो सरप्राइज टाइपको पानी परेर ओभर बढ्या छ। यता चाहिँ हाम्रो छ अरे झर्ना छ भने, अनि यहाँ चाहिँ हाम्रो स्विमिङ पुल छ, अनि हाम्रो ग्याङहरू आएर छ। ग्याङहरू अनि सोलम डाँडा यस्तै छ। छाया चाहिँ सानो यहाँनिर चाहिँ हाम्रो स्विमिङ पुल छ, भर्खरै ओपन भएको। यस्तो छ त कडा खाँदा छ। यस गाइज कस्तो छ? दामी छ। केटाहरू चाहिँ ओभर तरिकाले दिँदैछ यहाँ फेरि। हाम्रो केटाकेटीहरू आउँदैछ यहाँनिर। पानी त फोहोर रहेछ त हौ। खोलाको हो? ठ्याक्कै यसमा लुकाम न। फाइनल्ली हामी चाहिँ पौडी खेलिसकेर हिँडिसक्यो सबैजना। दामी झर्ना देखिरहेको छ, झर्ना देखिरहेको दामी तरिकाले। गोरु मात्रै लागिसक्यो, सबै अगाडि हिँडिसक्यो केटाहरू। दामी छ क्या झर्ना चाहिँ, अब के भन्नु। भिडियोमा राम्रो देखिँदैन, झर्ना राम्रो छ, तर यता फेरि खोला छ। के हेर्नु यार, के हेर्नु गाइस। एकतिर खोला, एकतिर छाँगा, एकतिर स्विमिङ पुल, कतितिर मुखी धुनु। त्यहाँको यता भोजपुर, यता सङ्घसभा, बिचमा खोला। के हो क्या, के हो यो, के हो?